आजको मेरो भ्लगमा त कोही पनि निस्किँदैन कि अब त्यस्तो लागिरहेछ। अब कोही नि भेटेँ होइन। ठिक छ। ओए यहाँ त बिरालो रहेछ। हेलो गरे जस्तो छ त्यसले। हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। सो गाइज आज चाहिँ फेरि हामी धेरै दिनपछि हाम्रो फेरि भ्लगमा आएको छौँ, किनकि म चाहिँ हिजो काठमाडौँबाट घर आएको थिएँ गाउँतिर। अनि यसो आज चाहिँ फर्स्टमा उठ्ने बित्तिकै मैले मुख पनि नदिकन भ्लग बनाइरहेको छु। आज चाहिँ हामी होइन, आज चाहिँ मेरो गाउँतिरको सिनहरू चाहिँ यस्तो रहेको छ। चट्ट लाग्ने घाम पनि एकदमै घाम लागेर कस्तो बबाल क्या राम्रो लागिरहेछ। किनकि काठमाडौँमा चाहिँ अब बिहान हिँड्दा चाहिँ अब बिहान मतलब रोडतिर हिँड्दा नि यस्तो बनाएर हुन्छ। यता गाउँतिर चाहिँ एकदमै राम्रो खालको भइरहेको छ। सो अब चाहिँ म यसो तल आउँछु, यसो अङ्कल घरकोतिर हाम्रो अब के भन्छ बाजे बोजूकोतिर यसो घुम्नेछु। अनि यताको सिनहरू पनि यसो भ्यूहरू देखाउने छु। अनि आज चाहिँ अहिले चाहिँ मौसम ठिकै छ, अनि राम्रो पनि छ। तर माथितिरबाट चाहिँ अब बादलहरू यसो झरिरहेको छ। अनि सायद पानी पर्छ होला भन्ने लाग्छ मलाई चाहिँ। अब हामी चाहिँ जाँदैछौँ। अनि अब हेरौँ न आजको भिडियोमा यसो के हुन्छ स्पेसल गाउँको मान्छेहरूको अब को भेटिँदो रहेछ होइन। सो हामी हेर्नेछौँ। अनि त्यही हो, हाम्रो चट्ट लाएर हामीले भ्यू हेरिसक्नु भयो होला। अनि अहिले चाहिँ हाम्रो चाहिँ त्यो पारी चाहिँ रामेछाप हो भने त्यो पारी चाहिँ हाम्रो त्यो वडा नम्बर 9 हो, हामी चाहिँ 8 को हो। अब हाम्रो चाहिँ तल आउँदै देख्नुहुन्छ त्यो निलो घरहरू अङ्कलको घरहरू हो, धेरै चाहिँ छैन हाम्रोतिर नि घरहरू। अनि चट्ट अब चाहिँ म तल आउँदै जाँदैछु, हेर्दै गर्नु होला है। सो म चाहिँ अहिले चाहिँ यहाँ तल भाइहरूको आइसकेको छु। यहाँ कोही चाहिँ छैन जस्तो छ भाइहरू, त्यहाँदेखि ठिकै छ। अब सेयर रहेछ, म चाहिँ हेर्दैछु है। मलाई चिने जस्तो छ, केही पनि गरेन होइन। अब अनि अहिले चाहिँ पुरै हरियाली भइरहेको रहेछ, यहाँ कोही पनि छैन जस्तो छ। अब हेर्दैछौँ है। अहिले चाहिँ हामी फेरि अर्को अङ्कलकोमा आएको छौँ। कोही आज त मान्छेहरू पनि छैन कि गाउँतिर, सबजना काममा गयो जस्तो छ। बर्खा लागिसक्यो नि त, त्यही भएर कोही पनि देख्दिनँ। आजको मेरो भ्लगमा त कोही पनि निस्किँदैन कि अब त्यस्तो लागिरहेछ। अब कोही नि भेटेँ होइन। ठिक छ। ओए यहाँ त बिरालो रहेछ। हेलो गरे जस्तो छ त्यसले। केही छैन। अब म चाहिँ सिधै बाजेकोमा जान्छ है गेस्टहरू। गाइस अहिले चाहिँ म होइन बाजे र बोजूकोमा पुग्न लागेको छु। यहाँ चाहिँ 2 जना मात्र बस्नुहुन्छ, बाजे र बोजू मात्र। अब यहाँको रियाक्सन हेरौँ न, बाजे बोजूको नि कस्तो रियाक्सन आउँछ त्यो अनुसार अब हेरौँ न कस्तो हुन्छ। तर थाहा पाउनु चाहिँ भएको छैन म गाउँ आएको भनेर, त्यो पनि हेरौँ न एकचोटि रियाक्सन। भनेको त गाइस कोही पो रहेन घरमा त। थैट, हामी यहाँनिर पिके मात्र रहेछ। पिके एउटा पिके मात्र रहेछ यहाँ घरमा त, कोही छैन कि अब सेट भइहाल्यो नि। अब ठिकै छ। आज त कोही पनि भेट्नु नपाइहाल्यो जस्तो। सायद बर्खा पसेर नि होला, सबजना अब आफ्नो बारीतिर अब कहाँ जानुभएको, त्यो पनि ठिकै छ। अब भरे भोलितिर देखाउँला। अनि यहाँ चाहिँ पुरानै खालको घरहरू हो हाम्रोमा चाहिँ, त्यही भएर अब केही छैन। फेरि पनि म अहिले चाहिँ कान्छा बाजेकोमा आएको छु, अङ्कलकोमा। सो अब यहाँ चाहिँ मान्छे छ जस्तो छ, हेरौँ है रियाक्सन क्यामेरामा कस्तो आउँदो रहेछ सबैको आन्टीहरूको होइन। ट्याक्क पुगेँ म चाहिँ सर्ट लगाएर होइन। आन्टी के गर्दै हुनुहुन्छ? त्यहाँ चाहिँ आन्टी हुनुहुन्छ चाहिँ। यता नि यता, मलाई चिन्यो खै बाबा खै। सो अब यहाँ चाहिँ कोही पनि रहेन, बोजू पनि रहेन, आन्टी मात्र रहेछ। म चाहिँ अहिले तल पनि जान्छ क्या। सो अब म तल गएको होइन।
केही छैन हाम्रो चाहिँ अल्छा पनि रहेछ है च्याट्ट काठमाडौँ चाहिँ मलाई काठमाडौँ जस्तो नाच्छ पाए खाएको जस्तो लाग्दै यहाँ चाहिँ रहेछ आज चाहिँ हामीले यस्तो भेराइटी पनि चाख्न पायौँ है एकदम बवाल लाग्छ काँचो पाएको मैले खाइसक्यो अमिलो बवालले लाग्यो सो म चाहिँ अहिले अर्को बडीहरूको घरमा आएको बडीले त मैले हिजो भेटेको थिएँ होइन अब म सिधै जान्छु म त किनकि अब यहाँ पनि कोही छैन मलाई थाहा भइसक्यो अब नहुँदा चाहिँ केही छैन म उतै जानेछु चट्टमा चाहिँ आइपुगेँ हाम्रो मलाई औडा भइहाल्यो नि कस्तो त्यहाँ भिडियो बनाउँदै अङ्कलकोमा गएको सबजनाले हेरेर अलिकति त्यहाँ चाहिँ रियाक्सन अलिक बबालै आयो अनि रियाक्सन अलिक बबाल आएपछि क्यामा त यसरी देखाएर सर्ट हिँड्न नै सकेन कि लाज लागेर अनि कन्फिडेन्स थिएन नि त अब अलिकति कन्फिडेन्स नभएको कारणले गर्दा चाहिँ मैले त्यहाँ चाहिँ भिडियो बनाउनु सकिनँ लाज लागेर सो त्यहाँको चाहिँ सिनहरू चाहिँ अलिकति यस्तो मुभमेन्टहरू देखाउनु सकिनँ बिस्तारै अब गाउँमै हल्का प्र्याक्टिस गर्छु अनि अलिक क्राउडमा अलिकति यस्तो मान्छे भएको ठाउँमा चाहिँ अलिकति बनाउनु सक्दिनँ नि त त्यही भएर ठिकै छ हामी सिक्ने कोसिसमा छौँ म सिक्दै पनि छु भिडियो बनाउने कसरी बोल्ने भन्ने त्यो बारेमा सो हजुरहरूले अलिकति सपोर्ट चाहिँ गरिदिनु होला अनि च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला भन्छु गाइस म हिँडेँ अब म सिधै घर पुग्छु अनि भिडियो देखाउने छु होइन त्यतिखेरसम्म चाहिँ च्यानललाई सब्सक्राइब गरेको छैन भने सब्सक्राइब अनि भिडियो हेरेर मात्र बस्नु भएको छ भने नि एउटा लाइक है अनि सेयर पनि गरिदिनु होला अनि कमेन्ट गरिदिनु होला कस्तो छ भिडियो मेरो गाउँ कस्तो लाग्यो त्यो भनिदिनु पऱ्यो त्यति हो अब चाहिँ हामी चट्टो लाएर यता घर आइसकेको छौँ तलबाट अहिले थाक्यो पनि अनि आजको चाहिँ मेरो भिडियो चाहिँ यति नै हो सो भिडियो लास्टसम्म हेरिदिनु भयो त्यसको लागि हजुरहरूलाई थ्याङ्क यू भन्न चाहन्छु अनि भिडियो च्यानललाई सब्सक्राइब गरेको छैन भने सब्सक्राइब गरिदिनु होला अनि भिडियोलाई सेयर गरिदिनु होला अनि लाइक गरिदिनु होला भन्न चाहन्छु र सो आजको चाहिँ मेरो भिडियो पनि यति नै हो र आजको मेरो काम पनि यति नै हो सो अब चाहिँ मेरो केही काम छैन म बस्छु मात्र सो त्यही भएर भिडियो अब आजलाई चाहिँ यति नै भन्दै हामी भोलिको अब नेक्स्ट भिडियोमा भेट्नेछौँ सो हस् त बाई